मैले चाहिँ बाबुको लागि पानीपट्टि गर्नको लागि मैले यो सामानहरू ठिक पारेको छु भन्ने भयो भने साथीहरू सिरकै चाहिँदैन जरा यस्तो बिमारी भएर पनि लु जा उतानो टाङ पर्यो उता के गर्नु जाउलो खायो भने बमिट आएको देखिन्छ हैन बिरामी भएपछि एकदमै धेरै टेन्सन हो नि दिनै पछि कति भन्नु साथीहरू मेरो टाउको दुख्न पनि बिसाएको भइसक्यो र अब म खान्छु मासु र भात जो कि हो मेरो फेभरेट साथीहरू र मामुहरूले चाहिँ आज कुखुराको मासु बनाउनु भयो मेरो चाहिँ एकदमै फेभरेट रहेको छ मासु बनिरहेको नाटक गरेको छ भाइ राजा उठ्नु भएको छ एकदम तगडा भइसकेको छ निको भइसकेको छ होइन ससुरालाई चाहिँ जचाउन लिएर जाँदाखेरि आज कति रहेछ अरे ज्वरो कति राम्रो भइसक्यो भनेदेखि सबै छिमेकीहरू चाहिँ सुतिसक्नु भएको छ तर हाम्रो ठुलोदेखि सानो छोरालाई पनि निन्द्रा आएको छैन हेलो साथीहरू नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल सबिना विश्वकर्मा न्यू डे न्यू भ्लगको साथमा फेरि पनि हामी आइसकेको छौँ भनेदेखि सानो छोरा ल आशा छ साथीहरू तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला स्वस्थ हुनुहुन्छ होला अनि मस्त हुनुहुन्छ होला भन्दै साथीहरू आज पनि ढकमक्क त होइन उज्यालो घाम लागेर एकदमै बिहानको सुरुवात भइसकेको छ भने अहिलेको टाइम भनेको 9:30 हुन लागिसकेको छ भनेदेखि बाबुलाई चाहिँ एकदमै धेरै ज्वरो आएर ऊ चाहिँ सुतिरहेको छ बेलुका दबाई ल्याएर खाँदिएको पनि दबाईले खासै असर गरेन अनि त्यही भएर ऊ चाहिँ सुतिरहेको छ भनेदेखि सानो छोरो देखिन सक्नुहुन्छ ऊ आफ्नो दादालाई एकदमै धेरै सताइरहेको छ बिहानदेखि नै अब फेरि यता मामुलाई सताउन आइरहेको छ भनेदेखि गर्दै यहाँ चक्क गर्न मैले चाहिँ बाबुको लागि पानीपट्टि गर्नको लागि मैले यो सामानहरू ठिक पारेको छु भनेदेखि अनि ज्वरो आउँदा के अपरेसन गर्नु बाबाले बिहानदेखि पानीपट्टि गरिदिनु भनिरहनु भएको थियो अनि बाबु चाहिँ भित्रभन्दा नि बाहिर बस्ने भनेर अनि बाहिर लिएर आइदिएको छु सिरकै चाहिँदैन यसरी बाहिर भयो भने साथीहरू सिरकै चाहिँदैन आधीसम्म त घामले छोपिहाल्छ सिरक पनि भइहाल्छ घामले तातो हुन्छ भन कता घामले छोपिहाल्छ सिरक बिमारी भएर पनि लु जा उतानो टाङ पर्यो उता के गर्नु अनि एक्लै कसले खेल्नु भने त यहाँ बसेर स्याउ खाऊ भने होइन बुबु खानी दादालाई पानीपट्टि गरिदिन्छु पानीपट्टि गर्ने दबाई जाउलो खायो भने बमिट आएको देखिन्छ हैन अनि खाने कि नखाने त जब मलाई खान मन लाग्छ त्यतिखेर नै खान्छु हुन्छ ठिक भएको जति त्यतिखेर मात्रै खान्छु कि म हुन्छ दिन चाहिँ रमाइलो भएको छ साथीहरू घाम लागेर उज्यालो भएको छ भनेदेखि बाबु बिरामी भएर चाहिँ एकदमै धेरै टेन्सन भइरहेछ बिरामी भएपछि एकदमै धेरै टेन्सन हो नि केही गर्न मन नलाग्ने चिन्ता लाग्ने हुन्छ दादालाई नचल्नु
साथीहरू अहिले चाहिँ बेलुकाको टाइम भइसक्यो भनेदेखि आज मैले यो भिडियो बनाउनै पाएन। बिर्सेछु हो ठुलो बाबु बिरामी अनि यता उता त्यही हो दिनेको चाहिँ कति भन्नु। अनि साथीहरू म त्यत्तिकै बिर्सिन्छु काम भन्दा भन्दै भनेदेखि साथीहरू मलाई पनि अब निकै भइसक्यो टाउको दुख्न मलाई साथीहरू र मेरो टाउको दुख्न मेरो टाउको दुख्न पनि बिसाएको भइसक्यो र अब म खान्छु मासु र भात एकदम मिठो रहेको र बिहानदेखि मेरो टाउको दुखिरहेको अहिले टाउको दुख्न छोडिसक्यो। मेरो हातमा छ पटाटा यो मोमबत्तीवाला पटाटा हो जो कि हो मेरो फेभरेट साथीहरू र मामुहरूले चाहिँ आज कुखुराको मासु बनाउनु भयो। मेरो चाहिँ एकदमै फेभरेट रहेको छ मासु बनिरहेको छ। जम्मा एक दिन भयो क्यारे होइन मासु नखाएको एक छाक भयो होइन एक दिन एक रात भएन हिजो खाएको होइन बेलुका त हिजो खान सक्यो दुई खाक भयो बिहान अनि त्यस्तो खान मन लागिसक्यो होइन नाटक गरेको नखाइला त्यो अहिले हात पोल्छ त्यो रबरमा त्यो मोमबत्ती पग्लेर आएपछि त हात पोल्छ नि दुख्छ नि मामुको अस्ति त्यो भिडियो बनाउने चक्करले यहाँ आएर त यहाँ छ नि प्रब्लम अब यो यस्तो भइरहेको मोमबत्तीले त्यस्तो हुन्छ लुक बन्द गरेर मैले चाहिँ कुखुराको मासुमा बोडी मिसाएको छु भनेदेखि देख्न सक्नुहुन्छ। यता देखाइछु भाइ राजा उठ्नु भएको छ लाज लाग्यो ल खाना त तयार साथीहरू धम्माधम चलिरहेछ भनेदेखि बाबु भोक लाग्यो भन्दैछ त्यही भएर म छिटो बनाउँदैछु। संस्कार एकदम तगडा भइसकेको छ निको भइसकेको छ होइन। संस्कारलाई चाहिँ जचाउन लिएर जाँदाखेरि आज कति रहेछ अरे ज्वरो संस्कार बिर्सिसके 98 भने होइन 98 ज्वरो। त्यसपछि त हस्पिटल जाने बेला त टाउको दुखेको थिएन आएपछि त कस्तो टाउको दुखेको थियो। तिमी चाहिँ किन छिच्याएको मलाई देखाऊ भने देखेको छैन ढोका देखिरहेको ओ अहिले चाहिँ देख्यो यार ओ देखा त्यसको टाउको पनि देखेको छैन ल बाबुलाई चाहिँ ज्वरो विषय भइसकेर चाहिँ हस्पिटल जाँदाखेरिसम्म चाहिँ हो नि यो मान्छे के विधि हल्ला गरेको। अनि अहिले भात खाएर संस्कार एकदम जिउ तन्काइरहेछ एकदम खुसी ह्याप्पी भएर म पनि कति राम्रो। यता चाहिँ के भएको रहेछ अरूभन्दा नि यता चाहिँ केही भन्नु छ भनिस ल हेलो भन न टोपी फुकाल्नु छ उसलाई टोपी फुकाल्नु धुवा निकाल्दिउँ आउरे नचलाइदिनु रे के गरिदिनु भाषा आमा अहिले चाहिँ 9:30 भइसक्यो भनेदेखि सबै छिमेकीहरू चाहिँ सुतिसक्नु भएको छ तर हाम्रो ठुलोदेखि सानो छोरालाई पनि निन्द्रा आएको छैन। जाऊ गएर सुत त जाऊ उसलाई देखाइरहनु रे खालि राजा साहबलाई हो राजा ल उता देखाएपछि अहिले फेरि देखाउनु ल इन्ड गर ल साथीहरू तपाईँलाई हाम्रो भिडियो कस्तो लाग्यो साथीहरू आजको भिडियो आजको ब्लग कस्तो भयो सो तपाईँहरूले हेरेर लाइक कमेन्ट अनि च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला भन्दै फेरि भोलि पनि एउटा नयाँ दिन नयाँ ब्लग लिएर आउने नै छौँ। तबसम्मको लागि बाई बाई सी यू गुड नाइट
गुड नाइट बाई बाई गर्दैछ न बाई गर बाई हजुर गुड नाइट